आदरणीय दर्शकवृन्द नमस्कार। बालबालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले तयार पारेको यस शैक्षिक युट्युब भिडियोमा यहाँ सबैलाई हार्दिक स्वागत गर्दछु। विद्यालयमा शैक्षिक सत्र 2083 को पठन पाठन धमाधम भइरहेको छ। विद्यालयको कक्षा कोठामा भएको शैक्षिक अभ्यासलाई कपी गरेर भिडियो मार्फत हामी तपाईकै साँझ र बिहानीमा पुर्याउने गर्दछौँ। आफ्नो नानी बाबुहरूलाई यो भिडियो हेर्न लगाई मेरो शैक्षिक गुणस्तर वृद्धि गराउने अभियानलाई साथ दिनुहोला। अब आजको विषयवस्तुतिर लागौँ। प्रावि तहको गणित विषयको पहिलो सेसनमा ज्यामिति रहेको छ। यसैसँग सम्बन्धित ज्यामितीय सामग्री चाँद प्रोट्र्याक्टरसँग सम्बन्धित केही विभिन्न प्रश्नोत्तरहरू आजको भिडियोमा। सबभन्दा पहिलो प्रश्न रहेको छ, चाँद के कामको लागि प्रयोग गरिन्छ? उत्तर, चाँद कोण खिच्न र कोण नाप्नका लागि प्रयोग गरिन्छ। चाँद कस्तो आकारको हुन्छ? उत्तर, चाँद अर्धवृत्त आकारको हुन्छ। अर्को प्रश्न, चाँदमा कतिदेखि कति डिग्रीसम्म राखिएको हुन्छ? उत्तर, 0 देखि 180 डिग्रीसम्म। चाँदको तल रहेको लामो रेखालाई के भनिन्छ? उत्तर, चाँदको तल्लो साइडमा रहेको लामो रेखालाई आधार रेखा भनिन्छ। अर्को प्रश्न, कोण नाप्दा चाँदमा दुईवटा सङ्ख्याहरू फेला पर्छन्। ठुलो सङ्ख्यालाई मान्ने कि सानो सङ्ख्यालाई मान्ने? उत्तर, यदि कोण अधिक कोण छ भने फेला परेको ठुलो अङ्कलाई मान्ने र यदि कोण न्यून कोण छ भने अथवा 90 डिग्रीभन्दा सानो कोण छ भने हामीले सानो सङ्ख्यालाई मान्नु पर्दछ। आदरणीय महानुभाव, अहिले मैले प्रस्तुत गरेका ज्यामितीय सामग्री चाँदसँग सम्बन्धित यी प्रश्न उत्तरहरू तपाईँको बालबालिकाको लागि पनि महत्त्वपूर्ण हुन सक्छन्। यदि तपाईँहरूले पहिले नै जान्नुभएको छ भने एकपटक सुन्दा दोहोरिन्छ, रिपिट हुन्छ र सधैँका लागि सम्झन सकिन्छ, झन् राम्रो हुन्छ। र यदि तपाईँहरूलाई यी प्रश्नहरू राम्रोसँग थाहा थिएन भने भिडियोलाई राम्रोसँग हेरेर ज्ञान लिनुहोला र सबै प्रश्नका उत्तरहरू जान्नुहोला। आदरणीय अभिभावकज्यू, तपाईँहरूले आफ्ना बालबालिकाहरूलाई यी प्रश्न उत्तरहरूको भिडियो हेर्न लगाई आफ्ना बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने अभियानमा साथ दिनुहोला। प्यारा भाइ बहिनी, हरेक दिन हामी विद्यालयको कक्षामा गरेका शैक्षिक अभ्यासहरू कपी गरेर भिडियो मार्फत तपाईँहरूसँग पुर्याउनेछौँ। तपाईँहरूले घरमा यी भिडियो मार्फत राम्रोसँग अध्ययन गर्नुहोला र आफ्नो शैक्षिक गुणस्तर वृद्धि गर्नुहोला र यससँगै पढाइ लेखाइबाट तपाईँको भविष्य सुन्दर होस्। तपाईँहरूलाई धेरै धेरै शुभकामना। हुन्छ त, अर्को भिडियोमा फेरि भेटौँला। आजको भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्ते।